तपाईँको बिल त यहाँ 785 रुपियाँ भयो, 500 रुपियाँ दिए पुग्छ। छैन त छैन भन्नु दिनु, मै दिन्छु बरु होला नि त निकाल। अनि तपाईँले भर्खर भने त के छ त यहाँ मेरो पुगेर मैले छैन त छैन भने म तिर्नु सक्दैन जाऊ भनेपछि के कुरा हेर्छ सेमा त पैसा दिने सेवा त गर्नु कस्तो होला अलि हाले त यत्र बुङ्गरमा चाहिँ खाए ल छैन छैन बनाउँछ के हो बुढामा निक्लिबे बनाउन लाग्छ क्या सेवा त भनेको के को सेवा स्कुटीमा आन्दैन भाटे गन्थेमा लुकोट चाहिँ भन्ने पकाएको मासु तपाईँले खाएन यहाँ खाए त के भयो 750 रुपियाँ बिल भयो मासुको म त रसीको त मैले रिपोर्ट गर्दैछु तपाईँले लिएर आएर मात्रै हो 750 तिर्नु पर्यो तपाईँले सक्दैन मलाई थाहा भयो त माफ गरिदिएँ मैले ए मिलानी भयो भयो 750 जाब 750 त मैले 3 दिनमा कमाउने पैसा हो तपाईँले दिनु सक्दैन भनेपछि सिद्धि गयो ल माल दिनु पर्दैन 750 कमाउला 3 दिन लाग्छ रे यसलाई बहिनी छ यहाँ आमा छ उसलाई दिनु हुन्छ मलाई पैसा दिनु पर्दैन 750 कमाउला 3 दिन लाग्छ रे यसलाई तपाईँले दिनु पर्यो नि त नि पैसा अनि त्यस्तो खाएको होइन यहाँ खाएको पैसा के हो मेरो घरको चिक्ने जे गरे नि हुन्छ भन्ने हुन्छ र कस्तो हुन्छ तपाईँले शीतल लिएर आउनुभयो खायो त्यसको टेस्ट त मलाई थाहा भएन कुकुरलाई अब घिउ पर्दैन अब कुकुरलाई घिउ पर्दैन होइन तपाईँलाई कुकुरको मुत पर्दैन के कुकुर मात्रै खान्छ मलाई त घिउ पर्छ तपाईँलाई कुकुरको मुतै पर्दैन तपाईँलाई त कुकुर पनि तपाईँको त कुकुरको मुतै पर्दैन तपाईँलाई त अनि सिधै गयो नि त अनि के को मुत हो त यो त अघि खाएको त यही खाएर बोलाइछ होला त कस्तो बोल नि हामी त अब घरको खाएर उयो गरेको तपाईँ त बाहिर त्यो यस्तो खाएर बारेको चिनी खाएर तँ चाहिँ खाइस् आमा यसले कस्तो खायो होला हौ कस्तो खाएको जे खाने कि हामी त घरमा खाएको तपाईँले बाहिर खाएको म भित्र खाएको तपाईँले बाहिर खाएको कुकुरको मुत खायो कि के कुकुरको मुत खाएको कि छाउरीको खायो कि छाउरीको मुत खाएको हो कि छाउराको मुत खाएको भन्नु नि तपाईँ छाउरीले भर्यो गरेर दुनियाँभरको त्यो कुकुर जन्माएर यहाँ दुध नपुगेर तपाईँले खायो होला बरु होइन ल धेरै मिठो सुबास बोलिस तैँले एकदम मिठो सुबास बोलिस भिडियो गरिरहेको छ जहिले म त सुबास बोलिस सबै ठाउँ पुग्छ तपाईँले भन्ने अनि उसले भन्यो नि त कुकुर मत खायो भने उसले त मैले बोलेकै छैन त्यही भिडियोमै रेकर्ड छ उसले त अब बोल्छ कुकुर उसले त कुकुर मुत खायो भने मैले त कुकुर मुत खाएँ ल माने कुकुर खाँदा उसले कुन कुकुर मुत खायो भेले कुकुर मुत खायो कि अब लाउड कुकुर मुत खायो कि ल ओके तपाईँ यो के कुकुर मुत यो त्यो जब त्यो मान्छे चिन खसी चिन के भन्छ नि त्यस्तै म त मान्छे नि चिन्दैन यस्तो रसिन चिन्दैन यस्तो मान्छे भएपछि म त दाजुभाइ नि चिन्दैन खाउन खाऊ लालो पत्तै खाऊ यस्तोलाई के भन्छ थाहा छ कुत्ता लो छोडे ल रश्मि म त कुत्ता हो होइन तैमा कुकुरको कुत्ता जस्तो नि छैन यार कुत्ता जस्तो छैन यो कुत्ता भनिदिइहाल्यो कुत्ता जस्तो छैन यहाँ त्यहाँबाट छुचुन्द्रा जस्तो छ लो म त कुत्तै हो यो त कुकुर मुत्ता तपाईँ भएर हुन्छ यहाँ लाइक
कुकुर मुत्ता कुकुर मुत्ता तैँले भनेर हुन्छ कुकुर जाए मुत्ता उहाँ तैँले जे पनि भन्छस् भनेर हुन्छ मान्छेको तपाईँले भन्नुभयो भने कुकुर भन्नु मतलब कुकुर मुत्ता ये ऐसा कुकुर है जहाँ मुत्ता वहाँ पे छुप्ता ठीक है अहिले बुढोले फेरि यस्तो गरेर मुद्देला फेरि यसलाई हान्ने नाकमा बानी छ नि त नि यसरी मुत्ने अनि अस्ति मुद्दा मैले छोडिदिएको नि त नि मुद्दा छोडिदियो भने मैले अनि अस्ति ए बाबा यहाँ बाडे मुद्ने किरो रिकर्ड छ यहाँ हो भने मुद्ने रिकर्ड छ तपाईँको यहाँ के बुझ्नु भयो धन्दा मैले रिकर्ड गर्छ छैन ल म त बारीमा मुद्दे बाटो मिले त बिस्तारै मुच्छस् मामा म त बिस्तारै मुद्ने होइन म त खमा मुद्ने हो खमा म त खमा मुद्ने हो को खमा के छ भनेर गन्ध तपाईँ गन्ध पाएँ मैले अस्ति मुद्दे मैले हत्या रायमाको गन्ध भनेर मैले मुद्दे मात्रै टाङ उठाएर सिधै ल मजा ल चुप गर चुप मजा आएको दुईजनाको मजा किट्ने मामालाई के मिल्ने होइन मामाले मजा आएको फेरि पुरा युट्युब कता फेसबुक सबै हालिदिन्छ ऊ त ऊ भाइरल हुनु लाग्यो अनि होइन ल छोड्ने मजा गरेर ल अब हामी माया भान्जाको गफ हो हजुर हल्का फुल्का यता चलिहाल्छ हल्का यस्तोमा यो अगाडि चाहिँ त्यतिले हो मामाको मजामा चल्छ सोल्टी होइन हामी त अब यस्तै हो यो मान्छेले युट्युबमा हाल्छ के यहाँ पछाडि मिलाइन्छ नि त त्यो भिडियो गरेको राम्रो कुरा निस्किन्छ त होइन त्यो त अघि त्यो त टाटा टुटु गरेको मामाले मेरो त्यस्तै मामा गाडी ठिक छ यो के गेडा हो के यस्तो गेडा लाउने मान्छे त अलिकति यस्तै गेडा लागेको ठेडा हुन्छ त राज्यभरि जान्छ छोडी मारौँ त्यो सिरियसली कुरा नल्याउ होइन हामी मामा यस्तो छोड्दैन भयो